हतारमा भइरहेछ रुमहरू। अब दिदी यता 5,500 किलोमिटर अरे दिदी यहाँ कफी खाँदै हुनुहुन्छ बिहान निन्द्रा गरेर। अब यहाँ कन्या 5,000 चाहिँ हामी 5,000 10,000 किलोमिटर चढ्यो होइन। 5,000 जानु 5,000 आउनु। 5,000 होइन 500 1 किलोमिटर 5 किलोमिटर 5 किलोमिटर बताए 5,000 त नाम म एभरेज चढेको हो नि। यो चाहिँ इलामको चिया बगान। तर यहाँ यस्तो लाउनु भएको छ। यो लाएर कस्तो हेर्नु भएको छ न त यस्तो हावा चलेको छ कि बिहान यस्तो छ यहाँ यस्तो देख्छ। अब हामी चाहिँ यहाँ होटलमा गाडी चाहिँ अब यहाँबाटै चढेर हामी चाहिँ बिर्तामोड चढ्छौँ। ल यो चाहिँ हाम्रो कफी छ यहाँ टक्क। अनि तर पो छ त कफी त तर जस्तो पो छ त। ए लगाइसके नलौ यताको छ हो त्यो होइन हो त्यो चाहिँ कम्ता खाँदैन। अति हावा चल्यो है सुक्कास यो हावा त मर्छ यस्तोले त। त्यही भएर चाहिँ यस्तो लागेको रहेछ है यो हावाले बिर्ताको होला। हाम्रो पनि बिर्ताकोमा नि हावाले चेकआउट हुने निस्केको यहाँ भारी भारी लाएर पुगेर दिदीको छ यहाँ दुईवटा ब्याग 2वटा ब्याग कम्प्युटर झरिसक्नुभयो। अब दिदी र म पछाडि कस्तो राम्रो छ। तर खासै मलाई यस्तो चिया बगानहरू मन पर्दैन। अब निस्क्यौँ। आज हाम्रो कन्या बासपछि अब बिर्तामोड जाने। बिर्तामोडबाट सिलगढी सिलगढीबाट फेरि ब्याक टु बिर्तामोड। त्यसको बादमा फेरि काठमाडौँ। दिदीको हेर्नु त यहाँ भर्खर लाउडेबाट आएको जस्तो ब्याग दुईवटा ब्याग झन् डुल्दाएर हट्नुपर्ने झन् ठुल्ठुलो भएको देख्छु ब्यागको। कविता दिदीको त्यस्तै दुईवटा बोक्नु भएको छ सिलगढी। माथि निस्किने डाँडातिर भित्राउँ अनि घरतिर खानासाना खाएर गर्नुपर्छ। यही हो मेन रोड चाहिँ। अब हामी एकछिन यहीँबाट चढ्छौँ गाडी। मलाई खासै यस्तो डाँडा साँडा मन पर्दैन। यस्तो बुट्टा भएर जस्तो यहाँ चाहिँ यस्तो भइरहेको है हावा चलेर। तर बिहान हावा चल्दो रहेछ। मलाई यहाँ चियाबारीमा एउटा चिया टिप्ने काम दिए हुन्छ। म यहाँ टिप्दै भिडियो बनाउँदै प्रमोसन गरिदिन्छु भन्ने हामीलाई लागिरहेछ। कविता दिदी चिया टिपेर फोटो खिच्दै हुन्छ है। दिदीलाई चाहिँ जाडो भएर झर्नु भयो। हावा सहनुहुन्न। कविता दिदी चाहिँ हेरी चिसो चाहिँ एकदम मजाले पचाउनु हुँदो रहेछ। गर्मी चाहिँ हेरी यति गर्ने भयो भने सक्नुहुन्न रहेछ। म चाहिँ दुइटै बराबरी त्यत्तिको चिसो पनि सहन्छु अलिअलि गर्मी पनि सहन्छु। दिदी त्यहाँ पुगिसक्नु भयो। त्यहीँ हो हाम्रो अहिले खाना खाने ठाउँ। त्यहाँ यही छुर्पी अचार लानुहुने रे। म चाहिँ केही लादिनँ। यस्तोहरू छुर्पी लाग्दैन झरेन। दिदी आउनु
कोसेली यो 250 कुन चाहिँ यो इस्कुसको मुन यो त दिएन होला पक्कै पनि यो चाहिँ लोकल लानु त लानु कस्तो लोकल लानु लोकल लानु यो त्यहाँ 50 मा दिइरा छ नि यो 50 हो त ब्ल्याक 60 लेखेको छ कि 50 मा दिन मिल्न सक्छ ग्रीन टी पनि चाहिँ अर्गानिक होला ग्रिन टी सबै अर्ग्यानिक नर्सिङ नट ग्रिन टी रे ए यस्तो त्यो के 50 मा एउटा दिनु पर्यो भनेर यो चाहिँ मिल्क हुन्छ ग्रिन टी यो एउटा निगुरो सालघारीको निगुरो अब भोलि हामी यहाँ सफा पार्छौँ मलाई तल बिर्ता मूर्ति हो टाइम छ नि त्यसरी लानु हुने रे दिदीले अर्ग्यानिक मुन्टा त्यहाँ लगेर केलाएर पकाउनु त्यो चाहिँ भन्दाखेरि यो चाहिँ खाम न ल ल अनि दाइ यतिमा सबैभन्दा राम्रो ग्रिन टी कुन हो भन्नु त ग्रिन टी सबैभन्दा राम्रो हुन्छ साकेर दिनको हुन्छ दाइ छुर्पी चाहिँ कसरी हो केजीको चाहिँ दाजु पसल होइन हो यो प्याकेटको प्याकेटको त्यो 300 हो अनि यो सेतोवाला त्यो 100 को यो 100 को हो त्यो सानो सानो 100 को यस्तो चाहिँ मिठो भएर महँगो हैन नि यो सानै हो नि त यो सानै हो एउटै दाम हो दुईटै यो 100 यो 300 झोलामा नलाउनु यहाँ त हामीले खाएको भन्दा त्यो बिहानै राखेको नि त घिउ र छ अचारहरू खै यो मलाई ग्रिन टी टी ठुलोवाला लगेको थियो तपाईको यो छ त तपाईको यो हो त अघि ठुलोवाला 3टा लान्छु त्यो अर्ग्यानिक बिस्कुटहरू यो त ऊ होला हौ बटारे हो यो पो बिस्कुट अर्ग्यानिक झ्याउ लाने झ्याउ मलाई उमिना ल्याइदिएछ यात्रीमा बसेको झ्याउ ए यस्तै त अनि दिदी तपाईँलाई दिनुभएको पनि है त्यो झ्याउको कसरी एक प्याकेटको 300 वर्ष 250 गुन्द्रुक रहेछ दाजुकोमा अनि यहाँ सबै ठिक्क ठिक्क रहेछ प्राइस त ए के भन्छ ह्यान्डमेड टी हो है आफै चाहिँ ए ग्रिन टी छ तर पैसा ठिकै ठिकै रहेछ कोसेली सुसेली लानुलाई होइन भइस मम्मी हामीलाई दियो यति बेसा त पुरै प्योर यहाँ झन् दाजुको ठुलो रहेछ रिजनेबल प्राइस रहेछ है सबै लानुहुन्छ भने त्यस्तो गिफ्टको लागि यस्तो खालको चियाहरू ठिक हुन्छ एकदम घिउहरू पनि रहेछ लोकल हाम्रो चाहिँ अब बिहानीको खाना यस्तो राम्रो प्याकेजिङ छ कि खानाको खाएँ म चाहिँ अब ल गाडी आयो है हाम्रो अब चाराली जाने गाडी देखे बित्तिकै त्यो चाहिँ पुरै डाँडा रे शान्ति टावर भएको चाहिँ सानो पाथी भएर अनिताले त भने उठाउँदैन अब चाहिँ हामी यहाँ चाराली चोक आइपुगेँ जाँदा नखिचेको भए पनि आउँदा चाहिँ अब खिच्नु पर्ने भइसक्यो त यहाँ चाहिँ यस्तो गर्मी छ कि आज कति रहेछ यहाँको टेम्परेचर दाजु तपाईँहरूको गाडी छ करेन्ट लाग्यो दाइ तपाईँसँग मेरो उहाँहरू सिलगढी जानुहुने अरे कि रिजर्भ यो चाहिँ खासरी चाराली चोक अब यहाँबाट कता हो बिटा मर जानु ल ल उहाँहरूले चाहिँ सुवाङ के किराँती सुवाङ होइन के पो लेख्नुहुन्छ के पऱ्यो उहाँहरूले चाहिँ अहिलेको जिल्लाको माननीय सुवाङ नेवाङको कुरा गर्दै हुनुहुन्छ क्या उहाँ चाहिँ सुवाङ नेवाङको चाहिँ साथी जस्तै चुनावमा चाहिँ धेरै सपोर्ट गर्नुभएको रहेछ त्यही भएर अनि त्यही कुरा राखिदिनु भएको यहाँ त कस्तो गर्मी हो त्यो मान्छे खानु छैन